भाषण अनि जादु वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि। सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राज संस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन। सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वी पथमा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आह्वान पनि छ। नेपाली विश्वमा जहाँ रहे पनि नेपाली मूलको भन्ने नै हुन्छ। त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ।